यो कथा धेरै अघिको हो। हाम्रो साथी बीच एक व्यक्ति थियो। उसको घर नवलपरासी झापा थियो। उमेर 28, नाम सन्देश थापा थियो। कुरा 5 वर्ष अगाडि टेकेको उसले दुबई, दुईटा रम्पम बोकेर आएको रुँदै, सप्लाई टु सप्लाई कम्पनी गर्दै आइपुग्यो उसेर तोङग्रन दुबई। सारा सपनाहरू मनमा उसले बोकेर आज खाटामा बस्छौ दुईटा बिमल टोकेर। भन्छ कस्तो कम्पनी हो यो, तलब त यसपालि 800 मात्र आयो। त्यहीबाट पियो खायो त्यहीबाट लायो, त्यहीबाट पियो खायो त्यहीबाट लायो। ब्लेन्डर थापाको भाग्यमा ओल्मोग नाम लेखेर थापाका साथीहरू हाँस्छन् आज थापालाई देखेर। भन्छन् थापा कस्तो पारा हो यो, अरूलाई ब्लेन्डर खुवाएर आफूले ओल्मोग खायो। थापाको मनमा ब्लेन्डर थापाको आँखामा थापाको चोखो माया सधैँ थापाको साथमा। ब्लेन्डर थापाको मनमा ब्लेन्डर थापाको आँखामा थापाको चोखो माया सधैँ थापाको साथमा। हेडफोन लगाएर जब थापा बेडभित्र छिर्छ, भाइलाई चलाउँछ अनि नन्दितालाई सम्झन्छ। प्रभाले तलब बढाएर गर्यो ठुलो भुल, वी क्यान फिल इट थापा खोलिदिन्छु तलाई हामी ब्लेन्डरको स्विमिङ पुल। हेडफोन लगाएर जब थापा बेडभित्र छिर्छ, भाइलाई चलाउँछ अनि नन्दितालाई सम्झन्छ। प्रभाले तलब बढाएर गर्यो ठुलो भुल, वी क्यान फिल इट थापा खोलिदिन्छु तलाई हामी ब्लेन्डरको स्विमिङ पुल। ब्लेन्डर थापाको मनमा ब्लेन्डर थापाको आँखामा थापाको चोखो माया सधैँ थापाको साथमा। ब्लेन्डर थापाको मनमा ब्लेन्डर थापाको आँखामा थापाको चोखो माया सधैँ थापाको साथमा। मिथन डेरी थापा हाम्रो सन्देश उसको नाम। दिउँसै ओल्मोग खान्छ उसले किन किनाइ ड्युटी उसको काम। केकाहरू भन्दै 400 पाँचमा जाम, सबै 10-10 हाली आज पनि ब्लेन्डर प्राय काम। लेजेन्डरी थापा हाम्रो सन्देश उसको नाम। दिउँसै ओल्मोग खान्छ उसले किन किनाइ ड्युटी उसको काम। केकाहरू भन्दै 400 पाँचमा जाम, सबै 10-10 हाली आज पनि ब्लेन्डर प्राय फाम। यस्तै गरी भयो थापाको काम तमाम, यस्तै गरी भयो थापाको काम तमाम। ब्लेन्डर थापाको मनमा ब्लेन्डर थापाको